हेलो साथीहरू, नमस्ते। आज चाहिँ मेरो बर्थडे। हातेले पुरा मलाई यस्तो लगाइदिन्छ होइन, म चाहिँ एक्साइटेड भइरहेको छु कि पुरा। अनि पार्कमा गएर बर्थडे मनाएको, सरोज पार्कमा। एकदम एक्साइटेड भइरहेको छु म पनि। हेर्नु न, हातेले कस्तो लगाइदिँदैछ, खुसी भएर पनि। अस्तिदेखि मेरो बर्थडे भनेर उसले भनिरहेको थिएँ, त्यही भएर सबैजना हातेले भिडियो फोटो खिचिरहनु भएको छ। सबजना खुसी भएर छ, साथीहरू सबजना बस्नु भएको छ। अनि चाहिँ मेरो ह्याप्पी बर्थडे माया लेखेको केक हो। हेर्नु कति दामी केक छ। थ्याङ्क यू सो मच फर रोना। रोनाले ब्लिसिङ गर भन्दै चाहिँ मैले सबलाई ब्लिसिङ गरिदिएँ। अनि हेर्नु न क्या खुसी, म त एक्साइटेड भएर पुरा गरेर आएको छु। थ्याङ्क यू सो मच रोना अल्सो। रोना इज लाइफ इज रोना, वल्लाही रोना इज नाइस अल्सो। रोनाले सबै थोक गरिदिएको। थ्याङ्क यू सो मच रोना अल्सो। रोनालाई धेरै धेरै धन्यवाद। म त पुरा रुनाले त केक काट्दैछु, म चाहिँ रुना हेरेर खुसी भएर पुरा। चिज केक क्या मिठो छ नि त साथीहरू, कत्रा दामी केक हो क्या यो चाहिँ। अनि रुनाले इन्भाइट गरेको यो केक ल्याएर। थ्याङ्क यू सो मच रोना फर एभ्रिथिङ रोना। थ्याङ्क यू रोना, थ्याङ्क यू सो मच, आई लभ यू। सबैजनालाई थ्याङ्क यू सो मच बर्थडेमा आइदिनु भएकोमा। अनि केक खुवाइदिँदैछु म सबैजनालाई, पारा बिलो शान्तालाई, अनि त्यहाँबाट लक्ष्मी साथी, अनि अर्को आतेलाई नि, यो अर्को आते चेरी। अनि अरू को हुनुहुन्छ, को बाँकी हुनुहुन्छ? ए साथी पनि बाँकी हुनुहुन्छ। ल साथीलाई नि खुवाइदिन्छु, साथीले पनि खाँदै हुन्छ केक। सबैलाई केक खिलाइदिएको नि त, पालै पिलो मैले खुवाइदिनु पर्ने नि त, त्यही भएर। अनि सबजनाले ल बर्थडे मनाउँछ, ल थ्याङ्क यू सो मच भन्दैछ सबजना खुसी भएर, एक्साइटेड भएर। थ्याङ्क यू सो मच रोना, आई लभ यू। शान्ता पनि हुनुहुन्छ, शान्ताले पनि। ल सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच, आई लभ यू, बाई बाई।